Day 1 of water fasting. म चाहिँ आजदेखि 7 दिनको लागि वाटर फास्टिङ भनेको पानी मात्रै खाएर 7 दिन बिताउने विचार गरिरहेको छु है। अनि मैले खान लागेको पानी चाहिँ यो रसुवाको स्प्रिङ वाटर, नेचुरल स्प्रिङ वाटर, किनभने यसमा चाहिँ इम्प्योरिटी अलिक कम हुन्छ। नर्मल पानीमा चाहिँ केमिकल हुन्छ अनि त्यति प्योर हुँदैन पानी, अनि हामीले केही पनि खाएको हुँदैन नि त। अनि बडीलाई सकेसम्म प्योर खानेकुरा दिने हो, खानेकुरा होइन भने पानी दिने हो हैन। अनि मैले लिएर आएको पानी चाहिँ यो हो, दिनमा 4 लिटर जति खान्छु होला। अनि गाह्रो छ आई नो। अब आज के हुन्छ, मेरो बडीलाई मलाई भोक लाग्छ होला मर्ने गरी, अनि भोलि के हुन्छ पर्सि के हुन्छ म चाहिँ अपडेट दिइराख्छु ल। Day 2 of water fasting. आज चाहिँ मेरो सेकेन्ड डे है वाटर फास्टिङको। अनि मैले के गर्छु आज, बिहान चाहिँ मैले आज फर्स्टमा यो बिरे नुन खाएँ, थोरै बिरे नुन खाएँ। यसले चाहिँ मेरो बडीमा नुनको मात्रा पुर्याउँछ। यो चाहिँ म दिनमा 2-3 चोटि खान्छु, तर धेरै होइन, थोरै हालेर खान्छु है। मलाई चाहिँ त्यो खाइसकेपछि हल्का टाउको दुखे जस्तो भइरहेको थियो, अहिले चाहिँ ठिक छ, बडी एडजस्ट हुँदैछ, त्यति एनर्जी चाहिँ छैन, हेभी कामहरू गर्नु हुँदैन। अनि एकै ठाउँमा बसिरह्यो भने नि झन् अल्छी लाग्ने हुँदो रहेछ। सो सानो सानो मुभमेन्टहरू चाहिँ गर्नु पर्यो हैन। अनि यो चाहिँ म कफी, यसले चाहिँ एनर्जी दिने रहेछ। यो खाए चाहिँ धेरै फ्रेस फिल हुँदो रहेछ, अनि मेटाबोलिजम पनि एकदम हाई राख्दो रहेछ। सो कफी पनि गुड चोइस, बिरे नुन कफी। अनि पानी चाहिँ मैले हिजो रसुवा भन्ने पानी खाएको थिएँ, आज चाहिँ यो पूर्ण भन्ने पानी, यो पनि स्प्रिङ वाटर नै रहेछ हैन, स्प्रिङ वाटर नै रहेछ। यो पानी चाहिँ मैले अलि सस्तो रहेछ, यो हिजोको चाहिँ 70 रुपियाँ थियो, यो चाहिँ 40मा पाएँ, त्यही भएर मैले यो चुज गरेँ। यो पानी हिजो मैले लगभग खाएँ होला 3.5 लिटर, आज आधी लिटर भ्याएर यति भ्याएँ। अनि 1 कप कफी खाएँ, बिरे नुन पानी 1 ग्लास खाएँ। अब सक्यो, अनि म चाहिँ पसल हिँडेँ। कस्तो फिल हुन्छ के हुन्छ म भोलि हजुरहरूलाई भन्छु। अनि यो गर्दा हुन्छ कि हुँदैन भनेर, यो एक्सपेरिमेन्ट कतिको जेन्युन रहेछ भनेर चाहिँ म हजुरलाई इन्फर्मेसन दिइरहेको हुन्छु ल। थ्याङ्क यू। Day 4 of water fasting. कटाए यो यस्तो खुसी लागिरहेछ नि आफूमाथि नै। आत्मविश्वास भनेको कुरा चाहिँ एकदम डेन्जर कुरा रहेछ हैन। धेरैजना सिस्टर्सहरूलाई मेरो मनबाट धन्यवाद। कतिजना आएर नगर्नु है सिस्टर, यस्तो गर्नु हुँदैन भनिरहनु भएको छ, त्यो पनि हजुरहरूले मेरै मायाले भन्नुभएको हो। कतिजनाले चाहिँ गर्नु सक्छ, मैले नि गरेको छु भन्नुभएको छ हैन। उहाँहरूको लागि पनि धेरै धन्यवाद। र आफूलाई पनि आफैले धन्यवाद दिन्छु, गरिरहेको छु हैन। गाह्रो भएको छैन, मलाई भोक लागेको छैन, चल्न दौडिन सकेको छैन, त्यो फरक कुरा हो। तर मेरो बोलीबाट पनि हजुरहरूलाई थाहा हुन्छ कि मलाई केही भएको छैन भनेर। मेरो घरको मान्छे चाहिँ डराइसक्यो हैन, सुतिरहेको बेला पनि यसो गरेर हेरिरहेको हुन्छ कि यसलाई केही छ कि छैन भनेर। स्कुटर चलाएर हिँड्छु नि त, अनि लिएर नजा पनि भनिरहेको हुन्छ। तर अझै पनि आत्मविश्वास चाहिँ दरिलो नै छ मेरो। आज चाहिँ भयो 4th डे रनिङ, आज 4थो दिनमा जाँदैछु म वाटर फास्टिङको। 6 days ma 5 kilograms घट्यो है। फेरि हजुरहरूले यो बहिनीले गफ दियो कि भन्ठान्नु होला। हेर्नुहोस्, यो चाहिँ मेरो बडी, ब्याक फ्रन्ट फुल फ्ल्याट है। 6 दिनको वाटर फास्ट, मलाई पनि थाहा थिएन यो कसरी काम गर्छ भनेर। मेरो एउटा एक्सपेरिमेन्ट थियो, यस्तो दामी हुँदो रहेछ हैन। यु सुड ट्राई है सिस्टर्सहरू। एकदम कन्सियस भएर आफ्नो डक्टरलाई देखाएर इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ यो चाहिँ एउटा म्याजिक नै काम गर्दो रहेछ। दिस इज हाउ माई बडी लुक्स हैन, एप्सहरू नै निस्किँदो रहेछ। अनि आज चाहिँ म खाँदैछु, खाना खाँदैछु। अब के गर्छु कसो गर्छु त म भन्छु, तर अब कस्तो देखिन्छ भने पनि हजुरहरूलाई मोटिभेसन त दिनु पर्यो नि हैन र।
फाइनली गाइस मेरो आज व्रत सक्यो है वाटर फास्टिङ सक्यो अनि म कसरी अब व्रत तोड्दैछु के खानुपर्छ जे पाइते खानु चाहिँ हुँदैन किनभने जिउमा हामीले खाएकै छैन अनि जे पाइते हाल्यो भने चाहिँ झन् नराम्रो इफेक्ट पर्छ एकदम ध्यान दिएर तोड्नुपर्छ व्रत चाहिँ है फर्स्टमा चाहिँ यो बिरे नुन पानी खाने नर्मल पानीमा यो बोतलको पानी खाँदा पनि भयो हालेर यो खाने है अनि मैले फर्स्ट मेरो खाने कुरा भनेको चाहिँ यो ब्रथ हड्डीको सुप है हड्डीको सुप बेसरी पकाएर हैन हड्डीको सुपले चाहिँ हाम्रो आन्द्राहरूलाई एकदम राम्रो गर्छ हाम्रो डाइजेस्टिभ सिस्टम हैन भित्रको पाचन क्रियालाई एकदम राम्रो बनाउँछ केही खानुभन्दा अगाडि यो ब्रथले चाहिँ एकदम राम्रो गर्छ त्यही भएर मेरो फर्स्ट यो चाहिँ ब्रथ खान्छु मैले खाएँ मेरो अर्को डिस चाहिँ अब यो स्क्रैम्बल एग यो चाहिँ मैले तेलमा हैन बटरमा बनाएँ अनि त्यसपछि पहिला थोरै गोलभेडा मसिनो बनाएर काटेँ अलिअलि गोलभेडा पकाउनुपर्छ हैन अनि अन्डालाई पनि धेरै डिप फ्राई नगर्ने युज चाहिँ बटर नै गर्नु कि अलिभ ओइल गर्नु है यो चाहिँ मेरो सेकेन्ड डिस आजको अनि लास्ट डिस यो साग पालुङ्गोको साग हैन भेजिटेबल पनि खानु पर्यो त भेजिटेबल केही खाएको छैन त्यसपछि काउली यिनीहरूमा चाहिँ कार्बोहाइड्रेट एकदम थोरै हुन्छ त्यही भएर साग र कार्बोहाइड्रेट चाहिँ आजको मेरो लास्ट डिस सबैजनाले चाहिँ व्रत तोड्दाखेरि यो खाँदा हुन्छ है बाई एभ्रिवान मैले चाहिँ हजुरहरूको लागि केही टिप्सहरू लेखेर राखेको छु मैले यो वाटर फास्टिङ गर्दाखेरि के कुराहरू सिकेँ भनेर अनि केमा ध्यान दिनुपर्छ भनेर हैन अनि पहिलो कुरा चाहिँ म यहाँ कतिजना कन्फ्युज पनि हुनुहुँदो रहेछ मैले यो वाटर फास्टिङ फर्स्ट टाइम गरेको हो मैले वेट घटाउँछु यो गर्छु भनेर गरेको होइन खासमा वेट घट्यो हैन त्यही भएर मैले चाहिँ घट्दो रहेछ है यसले पनि वेट भने अनि मलाई त्यस्तो गाह्रो भएन नि त मलाई गाह्रो भएको भए त म त्यसरी अरूलाई बिना कामको गर्नु भनेर भन्दैन थिएँ अनि मैले सिकेको कुराहरू मलाई सोध्नु भएको कतिजनाले क्वेसन सोध्नु भएको छ बाहिर विदेशबाट पनि मलाई धेरैजनाले क्वेरिजहरू देखाउनु भएको छ हैन त्यही भएर मैले यो सर र एउटा उसमा भन्दैछु फर्स्टमा चाहिँ हजुरहरूले पानीको क्वेसन सोध्नु भएको छ पानी हजुरहरूले स्प्रिङ वाटर किन भनेको भने फोहोर पानी खायो भने चाहिँ केही पनि खाएको हुँदैन जिउलाई गाह्रो हुन सक्छ त्यही भएर सफा पानी खाने हो अनि सफा पानी भनेको स्प्रिङ वाटर हो मैले खाएको चाहिँ रसुवा र पूर्ण हैन अब सबै ठाउँमा त्यो पोसिबल छैन हैन हजुरहरूले घरकै नर्मल पानीलाई मजाले उमालेर सेलाएर खाँदा पनि मिल्छ है त्यो पानी खाँदा पनि मिल्छ अनि सेकेन्ड कुरा भनेको हजुरको पहिलाको डायट एकदम ओइली कार्बोहाइड्रेट बेस फुड हैन बेसरी खाना खानुहुन्थ्यो भने 2 दिनको लागि त्यो खाना घटाउनुस् आफ्नो बडीलाई चाहिँ प्रिपेयर गराउनुस् कि अब मैले यो खाना छोड्दैछु भनेर अनि त्यसपछि पछिको रिजल्ट चाहिँ अझै धेरै राम्रो आउँछ भोलिदेखि मेरो वाटर फास्टिङ चाहिँ आज बेसरी खान्छु भन्नुभयो भने झन् गाह्रो हुन्छ अर्को दिन किनभने हजुरको इन्सुलिन लेभल एकदम माथि हुन्छ त्यसले झन् भोक लगाइदिन्छ हामीलाई है बेलुकाको या एक दिन अगाडिको डाइट चाहिँ एकदम हल्का राख्नु होला अनि वाटर फास्टिङ छ पानी नखाए त मरिला भन्ने पिर लाग्छ त्यो नगर्नु पानी धेरै नखानु धेरै पानी खायो भने हामीले नुन एकदम थोरै खाएको हुन्छ अनि त्यो नुन चाहिँ हाम्रो पिसाबबाट नै जान्छ पानी खाएपछि पिसाब त आउँछ अनि त्यो नुन नभइसकेपछि चाहिँ झन् कमजोरी हुन्छ बिहान नुन खानुस् एकचोटि दिउँसो खानुस् एकचोटि अनि बेलुका खानुस् एकचोटि है 3 चोटि मात्रै खानुस् धेरै नुन नखानुस् पानी खानुस् 2.5 लिटर हजुरलाई त्यसपछि पनि तिर्खा लागेको जस्तो हुन्छ भने चाहिँ खादा हुन्छ अनि अर्को कुरा भनेको चाहिँ यो हामीले मोबाइल चलाइराख्दाखेरि खानाको भिडियोहरू आउँछ झन् त्यो खाना खाएको हुँदैन हामीलाई कस्तो हुन्छ नाकको स्मेल त यति स्ट्रङ हुँदो रहेछ हैन
त्यही भएर भिडियोजहरू चाहिँ सकेसम्म वाटर फास्टिङको मात्रै हेर्नुहोस्, युट्युबमा जानुहोस्, वाटर फास्टिङको मात्रै हेर्नुहोस्, पढ्नुहोस्, उनीहरूको कुरा के रहेछ, यसमा के हुन्छ, यो कसरी काम गर्दो रहेछ होइन, सबै बुझ्नुहोस्। अनि हजुरलाई हजुरको जिउभित्र के भइरहेछ पनि थाहा हुन्छ के है। त्योले चाहिँ गरिसकेपछि हजुरले जिउको साइन्स बुझ्नुहुन्छ, हाम्रो जिउभित्र के हुने रहेछ भनेर। भिडियोजहरू चाहिँ सकेसम्म वाटर फास्टिङकै भिडियोजहरू हेर्नु। अनि अर्को भनेको कहिलेकाहीँ अलिकति कन्फ्युजन भए जस्तो 1-2 दिन चाहिँ खाएको हुँदैन, जिउलाई एकैचोटि अर्को ठाउँमा लानलाई गाह्रो हुन्छ नि त। अनि मुटु ढुकढुक भए जस्तो पनि हुन्छ, कहिलेकाहीँ जिउ चिसो भएर आउँछ, एकैचोटि तातो भएर आउँछ है। अनि त्यसमा चाहिँ नआत्तिनु, धेरै नै गाह्रो भयो, चक्करै लाग्यो जस्तो भएर लड्नु भयो भने चाहिँ त्यो त हजुरको लास्ट स्टेज भइहाल्यो होइन। फास्टिङको गाह्रो भइसक्यो नि त बडीलाई, त्यो चाहिँ छोडिदिनु। नभए हल्का फुल्का गाह्रो भएर त्यस्तो आत्तिनु चाहिँ पर्दैन है। अनि इम्पोर्टेन्ट कुरा भनेको निन्द्रा हजुरलाई लाग्न पर्यो। निन्द्रा लाग्दैन भने गाह्रो हुन्छ, निदाउन सकेन भने हाम्रो जिउले टोलरेट गर्न सक्दैन, हजुर निदाउनै पर्छ है। निदाउने, निन्द्रा मात्रै नलागेको हो, अरू सबै ठिक छ भने म्याग्नेजियम भन्ने एउटा ट्याब्लेट पाइन्छ। मलाई चाहिँ चाहिएन म्याग्नेजियम, मैले खोज्न पनि गएको थिएँ, पाइनँ 2-3 ठाउँमा, त्यसपछि मैले किनिनँ पनि। अनि पाएन भने राति सुत्नुभन्दा अगाडि म्याग्नेजियम खानुभयो भने हजुरलाई निन्द्रा पनि लाग्छ। अनि सबैभन्दा ठुलो कुरा भनेको चाहिँ हाम्रो आत्मबल हो। आत्मबल दरिलो भयो भने हामी जे पनि गर्न सक्छौँ। यो संसारमा इम्पोसिबल भनेको केही पनि छैन। म एकदम ठिक छु, अहिलेसम्म फिट छु होइन। मलाई केही गाह्रो भयो भने, यसको नेगेटिभ इफेक्टहरू केही छ भने म हजुरहरूलाई एकदम क्लियरली राखिदिन्छु। त्यही भएर यो भिडियो चाहिँ हजुरहरूको लागि, सबैजनालाई यो कुराहरू चाहिँ फलो गरिदिनु होला। धन्यवाद। हेलो एभ्रिवान। अब वाटर फास्टिङकै कुरा गरौँ होइन। मलाई कति धेरै मेसेज आइरहेछ, कति भइरहेछ। अनि सबैजना वेट लसलाई फोकस गरिरहनु भएको छ के। वाटर फास्टिङ भनेको चाहिँ वेट लस मात्रै होइन है, वेट लस मात्रै होइन। मैले कहिले पनि वाटर फास्टिङ वेट लसलाई आफ्नो मेन एजेन्डा या अब्जेक्टिभ बनाएर गरेको नै होइन है। मेरो फर्स्टमा मेरो भिडियोहरू जसले फलो गरिरहनु भएको छ उहाँले राम्रोसँग बुझ्नुहुन्छ, वेट लस भएको हो मैले त्यसपछि भिडियो राखेको हो होइन। अब भिडियो बनाउँदै जाँदाखेरि त्यो प्रोसेसमा एउटा भयो भन्ने पार्ट हो होइन। वेट लस गरे, मेरो लागि वाटर फास्टिङ किन राम्रो भयो भने मेरो वेट लस भयो है। अब आई डोन्ट नो के भयो, कस्तो भयो। अहिलेसम्मको लागि चाहिँ मैले पहिला पनि यो कुरा भनेको थिएँ, म चाहिँ एकदम एलर्जिक आस्थमाको बिरामी हो। मेरो मेडिकल हिस्ट्री नै छ, मसँग रिपोर्टहरू छ। डक्टरले मलाई रेगुलर तान्न पर्ने औषधि शुद्ध प्रिस्क्राइब गरेको मान्छे हो म होइन। मसँग प्रुफ नै छ। तर अहिले आएर चाहिँ जबदेखि म यो वाटर फास्टिङमा बसेँ, मेरो सक्यो, बसेको 2 दिनदेखि नै मलाई त्यो औषधिहरू चाहिएन र मैले अहिलेसम्म पनि युज गरेको छैन है। मेरो साथी भाइ घर परिवार सबैलाई थाहा छ कि म एउटा रेगुलर आस्थमाको मेडिसिन युज गर्ने मान्छे हो है। मलाई डेन्जरवाला एलर्जी थियो होइन। अब त्यो पनि त मेरो लागि एकदम ठुलो कुरा हो नि त। मैले त्यो अचिभ गर्नु भनेको त रेगुलर मेडिसिन युज गर्नुपर्ने मान्छेले नगर्दा त कति खुसी लाग्दो रहेछ, कति प्रेसर कम हुँदो रहेछ कि माइन्डमा, ला औषधि छ कि छैन भनेर सोच्नै पर्दैन रहेछ है। सो मेरो लागि वाटर फास्टिङ कहिले पनि वाटरको त्यो वेट लुजको कुरा नै थिएन। अनि म सिस्टरहरूलाई नै के भन्छु भने वेट लुजको मात्रै कुरा होइन यो, वेट लसको मात्रै को लागि हजुरहरू पनि नसोच्नुहोस्, यो बियोन्ड द्याट, त्योबाट पनि पर छ होइन। अनि वेट लस हजुरहरूले आज नखाएर 4-5 दिन नखाएर वेट लस गरेर मात्रै वेट लस हुँदैन। वेट लस त मजाले गर्न सकिन्छ, त्यो ठुलो कुरो नै छैन। हामीले डाइट कन्ट्रोल गर्न सक्छौँ, एक्सर्साइज गर्न सक्छौँ, किन वाटर फास्टिङ नै गर्नु पर्यो र। त्यो मैले कहिले पनि कसैलाई पनि वेट लसको लागि वाटर फास्टिङ गर्नु भनेको छैन। गर्दै जाँदाखेरि मसँग भयो है।
त्यो मैले एउटा पोइन्ट दिएको हो। अनि अर्को पोइन्ट भनेको म रेगुलर आस्थमाको पेसेन्ट भएको मान्छे अहिलेसम्मको लागि मलाई छैन। म कोही डक्टरसँग बसेर म 1-to-1 कुरा पनि गर्न सक्छु। मेरो मेडिकल हिस्ट्री पनि भएको मान्छे हो म, होइन। सो मलाई त्यो पर्सपेक्टिभमा पनि राम्रो भएको छ। हजुरहरू वेट लस भनेर मात्रै नहेरिदिनु होला है। सबैजना चाहिँ यसलाई वेट लस भनेर मात्रै हेरिरहनु भएको छ। यो त्योभन्दा धेरै माथिको कुरा हो। त्यही भएर आफूलाई ध्यान दिएर यो वाटर फास्टिङको कुरा चाहिँ वेट लसलाई मात्रै भनेर नहेर्नु होला है। थ्याङ्क यू।